सरकारका 3 निर्णयमाथि सर्वोच्चको संवैधानिक नजर। अध्यादेशदेखि खरिद ऐनसम्म 3 महत्त्वपूर्ण मुद्दा संवैधानिक इजलासमा। सर्वोच्च अदालतको संवैधानिक इजलासले सरकारका 3 महत्त्वपूर्ण निर्णयको संवैधानिक औचित्यमाथि प्रश्न उठाउँदै दायर गरेको रिट निवेदनमाथि सुनवाई गर्दैछ। अध्यादेश मार्फत विभिन्न संवैधानिक निकायका पदाधिकारीलाई पदमुक्त गर्ने निर्णय, ट्रेड युनियन सम्बन्धी अधिकार तथा सार्वजनिक खरिद ऐन संशोधन विरुद्ध दायर रिटमाथि संवैधानिक इजलासमा सुनवाई हुन लागेको हो। प्रधान न्यायाधीश डाक्टर मनोज शर्माले न्यायाधीशहरू विनोद शर्मा, सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेललाई समेटेर संवैधानिक इजलास गठन गरेका छन्। यी न्यायाधीशहरू वरियता क्रममा क्रमशः 6औं, 7औं, 8औं र 9औं स्थानमा रहेका छन्। इजलास गठन गर्दा वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल सहित कुमार रेग्मी, हरि भुइयाल र डाक्टर नकुल सुवेदी भने समावेश भएनन्। सुवेदी पछिका न्यायाधीश लीला प्रसाद श्रेष्ठ उपचारका क्रममा विदामा रहेका छन्। सर्वोच्च अदालतमा बुधबार 12वटा नयाँ रिट निवेदनमाथि सुनवाईको कार्यसूची रहेको छ। निवर्तमान प्रमुख सूचना आयुक्त सुरेश अर्याल लगायतले अध्यादेश मार्फत आफूहरूलाई पदमुक्त गर्ने सरकारको निर्णय संविधान विपरीत भएको दावी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र कानुन मन्त्रालयलाई विपक्षी बनाइएको छ। यसैगरी नेपाल ट्रेड युनियन महासङ्घ अर्थात् जी फन्डले ट्रेड युनियन खारेज गर्ने अध्यादेश विरुद्ध दायर गरेको रिटमाथि पनि संवैधानिक इजलासले सुनवाई गर्दैछ। त्यस्तै सार्वजनिक खरिद ऐन संशोधन विरुद्ध पनि सर्वोच्चमा रिट परेको छ। डिजायर ल फर्मका तर्फबाट अधिवक्ता अनन्तराज नुल्टेले दायर गरेको रिटमा सार्वजनिक खरिद ऐन संशोधन संविधान सम्मत नभएको जिकिर गरिएको छ। संशोधित व्यवस्थाले सार्वजनिक निकायका ट्रेड सम्बन्धी सूचना राष्ट्रिय दैनिक पत्रिकामा अनिवार्य रूपमा प्रकाशित गर्नुपर्ने व्यवस्था हटाएको भन्दै यसबाट सञ्चारको हक प्रभावित भएको दावी रिटमा गरिएको छ। संवैधानिक इजलास गठनको विषय भने पछिल्लो समय आफै विवादको केन्द्रमा छ। संविधान जारी भएता प्रधान न्यायाधीश सहित वरिष्ठता क्रममा रहेका 4 न्यायाधीशलाई संवैधानिक इजलासमा राख्ने अभ्यास विकसित हुँदै आएको थियो। तर तत्कालीन प्रधान न्यायाधीश चौलेन्द्र शमशेर जबराले प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाका क्रममा आफ्नो अनुकूल संवैधानिक इजलास गठन गरेको भन्दै कानुन व्यवसायबाट आलोचना। त्यसपछि वरिष्ठता क्रमका आधारमा संवैधानिक इजलास गठन गर्ने अभ्यास कायम गर्ने मौखिक सहमति भएको बताइन्छ। जबरापछि प्रधान न्यायाधीशहरूले पनि केही समय यही अभ्यासलाई निरन्तरता दिए। तर गत वर्ष प्रधान न्यायाधीश प्रकाश मान सिंह राउतको कार्यकालमा उक्त परम्परा तोडिएको भन्दै प्रश्न उठेको थियो। अहिले प्रधान न्यायाधीश डाक्टर मनोज शर्माले पनि वरिष्ठता क्रममा माथि रहेका केही न्यायाधीशलाई बाहिर राखेर अन्य 4 न्यायाधीश चयन गरेपछि संवैधानिक इजलास गठनको विषय पूर्ण चर्चामा आएको छ। नेपालको संविधानको धारा 137ले संवैधानिक इजलास सम्बन्धी व्यवस्था गरेको छ। संविधान अनुसार संवैधानिक इजलासमा प्रधान न्यायाधीश तथा न्याय परिषदको सिफारिसमा प्रधान न्यायाधीशले तोकेका अन्य 4 जना न्यायाधीश रहने व्यवस्था छ। संविधानले न्यायाधीश चयनको स्पष्ट संवैधानिक अधिकार प्रधान न्यायाधीशलाई दिए पनि सुरुदेखि नै वरिष्ठता क्रमलाई आधार बनाएर 4 न्यायाधीश चयन गर्ने न्यायिक अभ्यास विकसित भएको थियो। अहिले त्यही अभ्यास र संवैधानिक व्यवस्था बीचको सम्बन्धलाई लिएर प्रश्न उठिरहेका बेला सरकारका महत्त्वपूर्ण निर्णय विरुद्ध परेका रिटमा संवैधानिक इजलासको सुनवाई सुरु हुन लागेको हो।